साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ हामी आमा छोरी बदाम फ्याक्ट्री हेर्न घुम्न जाँदैछौँ। अब के जामहरु पनि बन्ने अरे के बन्ने मम्मी हेर्न जाउँ, मम्मीलाई लिएर जान्छु भनेर छोरीले मलाई लिएर गइरहेका छौँ आमा छोरी। अब वहाँ पुगेपछि कस्तो रहेछ फ्याक्ट्री हेर्ने, अनि त्यसपछि अब यही भिडियो बनाउने, यसो पछि हेर्नलाई सजिलोको लागि, यसो अब सम्झनाको लागि भनौँ न हैन। जाँदैछौँ हामी, तर कतिको टाढा भनेर चाहिँ मलाई थाहा छैन है। यहीँ नजिक हो, हाम्रो घरबाट 20 मिनट जति लाग्छ गाडी, 10-15 मिनट लाग्ने गाडीको तर आधी बाटो आइपुगेको यो। कति राम्रो पुग्ने। हेलो साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ हामी आमा छोरी बदाम फ्याक्ट्री हेर्न घुम्न जाँदैछौँ। अब के जामहरु पनि बन्ने अरे के बन्ने मम्मी हेर्न जाउँ, मम्मीलाई लिएर जान्छु भनेर छोरीले मलाई लिएर गइरहेका छौँ आमा छोरी। अब वहाँ पुगेपछि कस्तो रहेछ फ्याक्ट्री हेर्ने, अनि त्यसपछि अब यही भिडियो बनाउने, यसो पछि हेर्नलाई सजिलोको लागि, यसो अब सम्झनाको लागि भनौँ न हैन। जाँदैछौँ हामी, तर कतिको टाढा भनेर चाहिँ मलाई थाहा छैन है। यहीँ नजिक हो, हाम्रो घरबाट 20 मिनट जति लाग्छ गाडी, 10-15 मिनट लाग्ने गाडीको तर आधी बाटो आइपुगेको यो। कति राम्रो पुग्ने। राख्नु ढिक्क लाग्दो क्यामेरा घुम। गइरहेका छौँ। कति राम्रो निलो आकाश देखिरहेछ, सफा। लगभग हामी अब पुग्न लाग्यौँ के अरे। बास्ना आउन थाल्यो त, बास्ना आउन थाल्यो क्रिमको, बदामको हैन। मगी आहा कस्तो मिठो आएको त साँच्चै। यो उयो हालेर चाहिँ होला है, के भन्छ केमिकलहरुको, बदाम भुट्दा भुटेको चाहिँ बास्ना आएको त। गाडी रोक्नु भएछ स्पिडिङको। हो र, यसरी रोकिन्छ गाडी स्पिडिङ कुदाउँदाखेरि। स्पिड कुदाएपछि मामाजी उहाँ गर्दै आउनुहुन्छ, अनि साइड लाग्नुपर्छ कि, अनि साइड लागेर आफ्नै पछाडि गाडी, पुलिसको गाडी आयो भने चाहिँ मिठाई खाइन्छ। जान्नु पर्यो है। अनि आफूले साइड लाउँदा पनि गाडी उता गयो भने चाहिँ अरूलाई फलो गरेको रहेछ भनेर थाहा हुन्छ। मामाजीले फलो गर्नुभयो त कम्ती मिठाई खाइन्छ। आइपुग्यौँ बदामको यत्रो झार। अघि उहाँ परैदेखि चाहिँ के अरे बास्ना आइराखेको थियो। अलिकति घुमेर आउनु पर्ने रहेछ। ल ठ्याक्कै हामी आइपुग्यौँ। अब भित्र छिर्दा चाहिँ के कस्तो छ थाहा छैन। स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हामी आमा छोरी पिनट बटर फ्याक्ट्री आएको छौँ। मैले मम्मीलाई लिएर आएको छु। के भन्नु, नजिकको तीर्थ हेला भनेको यही हो। नजिक भएको कुरा चाहिँ मम्मीलाई लास्टमा घुमाइँदैछ। अब मम्मीको पनि जाने बेला भयो। ठिक छ, अब जाने बेला भयो। 1 हप्ता बाँकी होला है। आमा छोरी चाहिँ आएको छौँ यहाँनिर पिनट बटर फ्याक्ट्रीमा घुम्नको लागि। कार पार्कमा छौँ, अब निस्केर हामी जान्छौँ। हामीले टिकट पाइसक्यौँ। मम्मीलाई मलाई यहाँ टाँस्ने छातीमा उकिन्छ नि त, त्यो गम हुन्छ नि त। अनि मम्मी टाँसेर रेडी हुनुभयो। अझै 20 मिनट जति छ, तर हामी चाहिँ छिटो आइपुगेको, किनकि गाडी पार्किङ पाउँदैन नि त यहाँनिर। अनि म चाहिँ यहाँ छु। गाडी पिनट बटरकै उयो विज्ञापन सबै। अनि यहाँ चाहिँ हामी चाहिँ क्याफे एरियामा पर्खेर बसिरहेछौँ। फ्याक्ट्री छिर्नको लागि चाहिँ अझै 20 मिनट बाँकी छ। अनि त्यस पछाडि चाहिँ हामी घुम्छौँ। सबै यस्तो बनिन्छ क्या यहाँभित्र चाहिँ। यो सबै यिनीहरूले यहीँभित्र बनाएको बदामको परिकारहरू। तर म पनि पहिलोचोटि आएको है। मम्मीलाई लिएर म कतितिर पहिलोचोटि गएँ। कहाँ एप्पल फुटेको ठाउँमा पनि पहिलोचोटि नै गएको। कहाँ आफूलाई ठ्याक्कै नामै आउँदैन। त्यही एप्पल फुटेको ठाउँमा। त्यहाँ मात्रै होइन, अर्को के ठाउँ, कुन ठाउँ पनि पहिलोचोटि भने 2-3 ठाउँ हो।
खोर्सानी टप लाने कि कुन खालको लाने बदामको टोस्टर र बदामको जारको टप कति सस्तो टोस्टर रहेछ $42 अरे $42 भनेको सस्तो $42 भनेको सस्तो यो रबरलाई $15 अरे पुरै सस्तो सस्तो रहेछ सामान सस्तो है $42 नेपाली हिसाब गर्दा त नेपाली हिसाब गरेर त मान्छे पागल पागल हुन्छ And move it onto the map to show us where you're from. This is also the start of our interactive tour. So let's see how it goes. This is a great sign. Sometimes you'll stare at me awkwardly and I'm like, come on. Too bad for a little tour. We've got both islands covered, which is always nice. And then a few spots around the world, which is super cool. Be you local or international, we do really appreciate you taking the time to stop in and see us. So thank you so much for coming. From here, we're going to make our way down into the factory. And as we do that, we walk down our Hall of Fame. We are just a small company here in Nelson. We operate with under 50 staff members between our factory, our admin and our downstairs crew. We are not that big, but we are super passionate about our people. So as you head down the hall, you'll see lots of our lovely staff members up on the wall, many of them doing what they like to do in their spare time. Also, as we go down, we will go through 2 doors. First door, totally normal. Second door, however, is just locked from this side, so if we can please make sure to pass that one back, that would be great. And if it does get shut or you need to head out early, it does just open up from the other side. Otherwise, let's head down. Bruce, he is our founder. He likes to go like that. Now, personally, I do think we're a little bit lucky that he took up that nickname because really, Rick's peanut butter does sound so much better than Bruce's peanut butter does. I don't think I have any Bruce's out there, but it really does. Now, he founded this company and mantra. It is that easy. Now, the peanuts that we use, they are a little bit special. They're called a high oleic peanut. So they are super high in monounsaturated, that's the good kind. They are full of antioxidants. They are part health of food. And they're actually a little Good afternoon, peanut butter makers! They are all kind of hard at work. Looks debatable today on this Friday. Very debatable. But what makes our peanut butter so fantastic? One of the key components is that we roast all of our peanuts right here on site. That is why our air smells so delicious. Our lovely प्याक हुँदै उहाँ गइरहेको छ roasting Matilda. She is because I'm moving through real quick and they're constantly rotating on that conveyor. About into the big shaky trough. That trough is effectively a really big sieve. So it shakes off all the peanut dust that accumulates during the cooking process and it gets out that bitter nib from the inside to the side and they get blown around the factory to get to where they need to go. There is a button on that back wall that's an air pressurized pipe. That is how they make their way around the factory. Thank you so much. In this case, they actually move underneath our feet to get to the room on the opposite side where our hoppers and our grinders or 1.5 times for our products move underneath our feet to get down onto the factory floor. And yes, line 3 down the far end. Now line 1 and 2 are our mostly automated lines. They will mainly do your standard size 380 gram jar. Line 1 normally does our smooth and line 2 our crunchy and our smoochy. Because they do that same size all the time, they can be more automated. सिसामा भरिएर उहाँबाट आउँछ अनि त्यो सिसामा त्यो चाहिँ सिल गरेको सिसा यहाँ देख्नुभयो यहाँ कुद्दैछ यो मान्छेदेखि यतापट्टि Our peanut butter makers are just doing quality control checks. Line 3 does many of the other size jars that we do. From our squeezies to our 1 kgs, which are what we're doing today, to our buckets. So line 3 needs a bit more support to do that variety of different sizes.
While it's running, our peanut butter makers manually fill those jars, put on lids by hand, sometimes even hand label them before they get boxed up and put onto pallet. Line Green just needs a bit more help to do all the wonderful things it can do. From here, we're going to give you some time to look around. You have our peanut butter makers hard at work. Got those windows into the process down the end by me. Around the room, you will find fact walls both about pick and peanut butter. And then last but not least, a few quick rules. 1, please put the bowl down before you start peddling. 2, slow and steady wins the race. If you fiddle too fast, peanut butter will go everywhere. 3, only make as much as you plan to eat. And lastly, that seat is quite adjustable, so do feel free to change it. But look around, ask me questions, and we'll get back together in 15 to 20 minutes for a few more facts, our prize for and our tasting. त्यो कानमा लगाएको छ नि त्यो मेसिन बजेको घेरा नहोस् भनेर लगाएको थियो त्यो त थाहा भयो ऊ पर बाइक उयो गर्ने छ अरे चाख्ने चाख्ने कस्तो लाग्यो त मम्मी एकदम बदामको फ्याक्ट्री अब खुसी लाग्यो जाम बनाउँदैछन् बदामको घिउ बनाउँदैछन् त्यसरी मेसिनमा अहिलेसम्म दिइरहेको थियो ऊ परको मेसिनले भुट्ने यहाँ सेलाउने केलाउने कार्टुन सार्दैछन् पर ग्रेडिङ त्यो कार्टुन सारेर ग्रेडिङ छ देखिरहेछ छैन त्यसरी आउँछ It is with natural peanut butter, we don't use an emulsifier. As it sits, the peanut concentration of अलिकता बस्नु मम्मी चाहिँ यहाँ फ्याक्ट्री घुमिरहनु भएको छ हेरिरहनु भएको छ बदामको फ्याक्ट्री यहाँ बदाम भुटेको हेर्न आउनु जाउँ छानिरहेको छ बदाम यहाँ चाहिँ भुटेर छान्दो रहेछ होइन त्यहाँ जमोरो भने चेक गर्नु पर्यो नि त बदाम छान्यो अनि यहाँबाट जान्छ यो पाइपबाट अनि त्यहाँदेखि यहाँ पिन्निन्छ ऊ तल पिन्निँदैछ तल पिठो निस्किँदै रहेछ अनि त्यहाँदेखि सिसा बट्टा चाहिँ नदेखिँदो रहेछ यहाँ बट्टामा हालिदिएको मात्रै देखिन्छ ऊ बट्टामा हालेर आइरहेछ त्यो बट्टा बिर्को बिना आएको छ त्यहाँदेखि बिर्को सिल लाग्छ यस टिभी हुँदै मोबाइल हुँदै कता कता चाहिँ देखिएको थियो यसरी प्रत्यक्ष देखिएको थिएन आज देखियो आइरालाई ल्याएको भयो नि त्यस्तो त नहुने रहेछ नि त म त फ्याक्ट्रीभित्रै लाने होला छोरीले ल्याएर देखाएपछि देखियो यहाँनिर बिर्को लगाइँदैछ त्यो हाम्रो ठुलो लादिनँ म हो त्यो होइन त्यो बिर्को उ गर्ने नि सिल हान्छ त्यहाँ गएपछि तातेर पानी नहुँदा भाइ कान पनि सुनिँदैन नि बोलेको फर्स्टमा त ऊ त्यसरी कार्टनमा प्याक गर्नुपर्छ अब यता दुईजनाले प्याक गर्दैछन् त्यहाँदेखि उता मेसिनले गर अनि कार्टनमा अब हेर्दै हाल्दै गर्नु पर्यो मिलाएर
लेबल टाल्दैछन् उता। यहाँ सबैभन्दा सजिलो के होला काम गर्नु? काम केही पनि सजिलो हुँदैन। ऊ खुट्टा दुखेर खुट्टा उचालिरहेछन्, देख्नु भएन? हामी पनि त्यसै गर्थ्यौँ पहिले, होइन हो कि उभिएर गरेको। अन्त गरिन्छ नि त मेसिन अब आएपछि त छोड्ने कुरै भएन। मिसिनमा आएको गर्छ। अनि ऊ चाहिँ सजिलो रहेछ बरु अलिक। कुन? त्यही टेप टाल्ने। अनि त्यो कार्टन उचालेर उता ठेल्नुपर्छ। होइन र पनि अरूभन्दा त्यहाँ चाहिँ अलिक उयो लाग्यो क्या। थोरै निलो टोपी लाउने सबै सुपरभाइजरहरू, सेतो टोपी लाउने नर्मल काम गर्ने। त्यो निलो टोपी लाउने त अब त्यहाँ त्यतिको त आरामले देखियो क्या, किनकि मिसिनको उसमा चल्नु परेन। रातो टोपी लाउने हाल्दै पनि सेफ्टी हुन्छ। ऊ यसरी बनाएर खानु अरे। यहाँभित्र छ मिसिन पिन्ने। अब कताबाट निकाल्छन्? अघि आएकै ठाउँबाट होला। यिनीहरूको टिम रहेछ यो अहिलेको। अहिले बोल्ने केटी को लु देखाउनु त। अहिलेको यो रहेछ टिम। उयो मन्द चाहिँ आउने रहेछ कि आएर लाउने त्यो सिसा त्यहाँबाट छुइँदैन नि त नि। ऊ त्यहाँ भरिँदैछ त्यो मिसिनबाट। त्यहाँ हाल्दा सिसा एउटा एउटा गर्दै हाल्नु पर्यो। त्यो सिसा हाल्ने पनि ठिकै होला। सिसा हाल्ने पनि ठिकै हो, टाइममा हाल्नु पर्यो। त्यहाँ हुँदो नि त टाइम पनि। उयो त आउनु यहाँ अफिस रहेछ। अनि यही त्यही बदाम भुटिने हालिने। उहाँ छिरिरहेछ, देख्नुभयो पाइकमा गइरहेछ। We need everything that we can get our hands on. And so, yes, I don't think that the stat for us is true. I think we have a lot more peanut butter than that says. I would say it would be about the same in my opinion from what I remember as a kid with everyone having peanut butter. What's your question? So, almond is the only other nut butter. Yes. Yeah. So yeah, we have almond butter, and then this factory also does seasoned nut, peanut and chocolate and salt and pepper. But almond is the only other nut butter. Okay. So is that the two? Right. It's a nice option. Yeah, that's right. Yeah. हाडे बदामको पनि यहाँ बन्नको लागि रेडी हुँदैछ। तर मलाई चाहिँ थाहा थिएन हाडे बदामको बन्छ भनेर। यो चाहिँ अब नेक्स्ट विकको लागि रेडी गरेको अरे, केलाउँदैछन्। उता मिसिनै बन्द भयो नि त, चलेकै छैन। मिसिन चलेकै छैन। साइकल कुदाएर हामीले चाख्नुपर्ने बदाम, साइकल कुदाएर चाख्नुपर्ने बदामको उयो चाख्ने बनाएर। यो यस्तो यस्तो आफै बनाएर खाना आँट्दै हुनुहुन्छ। यहाँ राख्नु अनि साइकल कुदाउनु, चढेर कुदाउनु न, लड्दैन। यहाँ साइकल कुदाएको जस्तो गरेर चढ्नु न। अब पाइटल मार्नु न अगाडि। मम्मीले निकाल्दै हुनुहुन्छ है।
कति चाख्नुहुन्छ यहाँ पाइटल मार्दै हुनुहुन्छ भयो अब यो लाने खाने घिउ मिठो छ मलाई पनि खुवाइदिनु त्यही म त साइकल कुदाउँदिनँ मिठो छ ए सक्रे पैसा तिरेर टिकटै लिएर बसे पनि मलाई त्यहाँ घुमिन पर्छ जस्तो लाग्यो है हो र किन अब यसले फ्याक्ट्री हेर्नको लागि होइन हामीले पनि पैसा दिनु तपाईँको मात्रै तिरेको तर यहीँको बासिन्दाको चाहिँ फ्री हो यहीँ बस्नु यहीँ एकछिन काठमाडौँमा बस्नुको चाहिँ फ्री हो मलाई मम्मीलाई चाहिँ घुमेको जस्तो लागिरहेको छ क्या किनकि अब पैसा मात्रै ठुलो जस्तो लाग्यो घुम्न पाउनु पनि ठुलो कुरा हो होइन हेर्नु भ्याइ नभ्याइ भयो बोजूलाई एक्लै हेर्दैछ बोजूले उता कता उता उपर कहिले काहीँ नि हो त निलो टोपीहरूले रिस उठायो भने सेतो टोपी लाउनेलाई हो यसो गरिदिन पनि पाइन्छ क्या कसो गर्नु ऊ यसरी त्यहाँ कोही कोही बेला अब यो निलो टोपी लाउनेलाई केही गर्न पाइँदैन नि त सेतो टोपी लाउनेले तैँले ढिलो गरिस् भन्यो भने नि इच्छा के भन्ने आफूले गरिरहनुपर्छ नि त त्यहीँ माथि अब थपिदिँदै यति अग्लो उरुम पनि हुनसक्छ नि अनि पोखिन्छ फुट्छ जेहीको पनि त्यही हो भ्याइ नभ्याए तर यो बानी भएपछि हो कि बानी भएपछि उयो हुन्छ कि हुन्छ बानी नहुँदा धेरै गाह्रो हुन्छ हेर्दैखेरि होइन तर बानी भएपछि चाहिँ त्यो बानी हुन्छ आफ्नो शरीर पनि पुरै उयो भइसकेको हुन्छ क्या हात तर यस्तो नि मम्मी माथिबाट दुईजना लगाएपछि यहाँ एकजनाले सकिँदैन क्या एकजनै हुनुपर्छ लाउने पनि एकजनै निकाल्ने नि एकजना भयो भने ठिक्क हुन्छ त्यहाँ पर हेर्दा त्यो उतापट्टिको निलो टोपी लाउनेले आरामले गरेको देखिरहेको छ अब ऊ त्यहाँ सक्दैछ त्यो धेर भएको होला के भएको अघि लेबल नलागेको ऊ त्यो मिसिनले लेबल लाउँदैछ यहाँ सानो मिसिन ट्याप ट्याप टाँसिँदैछ नि हो त्यसले लेबल लाउँदैछ ए लेबल लाउनु त उयो बट्टामा चाहिँ प्रिन्ट स्टिकर टाल्ने रहेछ त्यो चाहिँ उताबाट त खाली आइरहेछ नि त स्टिकर टालेको छैन नि त अनि स्टिकर टाल्नु पर्यो यिनीहरूको नामको अनि त्यो अब डेट पनि अनि ऊ माथि सिसा छ होइन त्यो खाली सिसा धोको सिसा हाल्दैछन् अनि त्यहाँ उयो के भन्छ यस्तो कोन यस्तो तेल खन्याउने जस्तो के अरे हो त्यस्तोमा त्यहाँबाट बदामको घिउ आइरहेको छ अनि त्यो बदामको घिउ त्यहाँ भरिन्छ भरिएपछि ऊ त्यो मान्छे छ नि त्यो मान्छेको छेउमा रातो लाइट बलेको छ नि त्यो रातो लाइटमा चाहिँ फलामहरू केही परेको छ कि छैन के छ कसो छ भनेर त्यो मिसिनले चेक गर्छ फलामहरू छ भने यस्तो गरेर ठेलिदिन्छ अनि फेरि चेक गर्नुपर्ने हुन्छ होइन त्यो बाई मिस्टेक मिसिनहरू चल्दा झर्छ नि त रगटिएर अनि मेटल डिटेक्टर भन्छ त्यसलाई चाहिँ फलामहरू चेक गर्ने के हुँदैछ त हजुर त्यो पर चाहिँ के हुँदैछ त पर पनि त्यस्तै तर सानो बट्टामा प्याकै हुँदैछ सानो बट्टामा हुँदैछ अनि त्यो प्याक गरेर उसले कार्टुन पठाउँछ नि उपर त्यहाँ अब कार्टुन प्याक भएर घुमिरहेको छ त्यो मिसिनबाट उठाएर कहाँ पुर्याउनु पर्ने मिसिनबाट दोकानमा त्यहाँ बदाम रेडी छ पर बोरामा देख्नुभयो अब त्यो बदाम चाहिँ उयो रातो यस्तो घेरा छैन हो त्यहाँ छिरेर भुटिन्छ अनि त्यहाँ भुटेपछि उयो निलो छ नि निलोमा सेलाउँछ अनि त्यहाँदेखि उता हामीले अघि यस्तो केलाको हेऱ्यौँ नि हो त्यो केलाको अनि केलाएर नि यता आउँछ त्यो बोरा तान्दैछ त हो त्यो बोरा बदाम खन्या त्यो बोरा खाली भयो नि त खन्याएर त्यो बोरा निकाल्नु पर्यो अर्को बोरा हाल्नु पर्यो क्या त्यहाँ उचालेर ऊ मिसिनले रेडी पारेर त्यो त्यहाँ पहेँलो के थिचिरहेको छ नि हो त्यो मिसिन चलाइरहेछ त्यसले त्यत्रो बोरा त उचाल्न सकिँदैन नि त मान्छेले अनि हो त्यसरी तान्दै त्यसमा
त्यो अब बोरा उठ्यो लायो अब त्यो बोरा लाएर उचालेर रेडी पार्छ अर्को बोरा चल्दैछ आधी होइन हो त्यस्तो पर प्लास्टिक रक हुँदैछ पर देख्नुभयो प्लास्टिक उयो ऱ्याप गर्दैछ मिसिनले आफै त्यो उयो गरेको ऱ्याप गरे टेप टालेको वरिपरि अब उसले गएर उहाँ हेर्दैछ मिल्यो कि मिलेन तान्छ अनि मिसिनले ताने देख्नुभयो बोरा तानेको माथि देखेँ अब त्यहाँ बुढ्दैछ उयो रातो घेरा घेरा भएकोमा भुटिरहेछ त्यो चिन्ह देखाइरहेको छ त्यस्तो त्यो बोरा छिर्छ अनि त्यहाँ भुटिन्छ भनेर यहाँ देखाएको हामी चाहिँ यहाँ ट्राई गरिरहेको छौँ मैले चाहिँ खाइसकेँ मम्मीले खाँदै हुनुहुन्छ मिठो अब यो चाहिँ अर्को फ्लेभरको कुनको यो चाहिँ पिनट र चक्लेटको अरे थ्याङ्क यू चक्लेट र बदामको यो चाहिँ फर्स्टमा मिठो खाएर लास्टमा नमिठो खाएछौँ कि होइन मिठो छ यो चाहिँ अर्को फ्लेभरको Alrighty team, on behalf of so much for coming to see us today. If you have any further questions or there is anything else you would like to try, do please let me know. Otherwise, that was my tour of Pix Peanut Butter in a nutshell. थ्याङ्क यू फ्याक्ट्रीबाट निस्क्यौँ आजको लागि अब यति नै होला छोरी टिप्न जानुपर्ने फ्याक्ट्रीबाट पाइँदो रहेछ बदाम अब यो बदामको के भन्छ बदामको घिउ जाम अब यो चाहिँ घिउ नै होला अघि हामीले बटर ल भनेको ठिक छ साथीहरू घुमफिर हुँदैछ ल साथीहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद अब म चाहिँ बदाम फ्याक्ट्री आएर घुमेर होइन भिडियो थोरै अब जानी नजानी यसो गरिरहेको थिएँ अब हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसरी नै हेरिदिनु होला माया गरिदिनु होला आमा छोरीलाई होइन अब न्युजिल्यान्डको घुमघाम यस्तै छ है साथी अब नेपालमा गएर पनि मम्मीले भिडियो बनाउनुहुन्छ हेर्नको लागि ल ठिक छ बाई सबैजनालाई